यो चाहिँ हाम्रो खोतपा हाम्रो आँगन बढाउनु छ हाम्रो नानाले। आहा त्यो जमानाको चाहिँ एकदम हिरो घर हो यो। यत्तिको घर चाहिँ थिएन त्यो जमानामा। म पनि जमानाकै कुरा गरेर 40 वर्षको भएँ। यस्तो राम्रो घर थियो कि अहिले पनि सुन्दर छ। काइला बडाले यहाँनिर ट्याक्कसँगले पुरै यहाँनिर ढुङ्गोले पुरै छापेर बहुत तातो वा नखाने तिमीमा। हामी पोरपराहरू चाहिँ यो घरमा सुत्थ्यौँ यहाँभित्र। केटाकेटीमा चाहिँ खरको छाना थियो, च्यादरको लगाउनु भएछ ट्याक्कसँगले। यो चाहिँ दिक्तेल रूपाकोट मझगाडी नगरपालिका चाहिँ 5 हाम्रो लफेङमा चाहिँ भएको सुन्दर घर। काठ भरिपूर्ण लगाएर बनाएको घर। ल दामी छ। ल यो चेली भएपछि फुल चाहिँ आहा सुन्दर गरी लगाउनु भएको छ।